अर्थविहीन समाजको छैन केही भाव सधैँ गर्छन् हेला यहाँ सधैँ दिन्छन् तिरा सबको चल्छ हुकुम यहाँ छैन कोही सिधा अहिलेको समयमा के को जात भात भयो दबा गरिबलाई कसैले निभिँदैनन् यहाँ साथ भयो दबाब भयो दबाब भयो दबाब यो मुखियाका बानको अत्याचारले सीमा नागिसक्यो कति दिन सहेर बस्ने हैन बुढो आज कसको घरमा खसी काट्ने हो र कि किन मज्जाले खोकुरी अर्दाप्नु हुँदैछ त खसी चाहिँ होइन बुढी यो गाउँमा एउटा रागा छ त्यसलाई चाहिँ नडाली भएको छैन हैन यत्रो खुकुरीले रागो ढाल्न सक्नुहुन्छ त बुढो रागो मात्र होइन उस्तै परे हात्ती पनि ढाल्छु हैन आज त बुढो बिहानदेखि खुकुरी धार लगाई गर्नुहुन्छ त अस्तिदेखि मासु खान मन लागेको थियो आज त मेरो मनको कुरै बुझ्नु भयो कि क्या म नि घाँस काटेर लिएर आउँछु रे भिखारीको सन्तान कति धाउनु यार अब त धाउँदा धाउँदा वाक्कै भइसक्यो आज त मुखिया बाकुरी नलगी यहाँबाट हल्लिनेवाला छैन होइन के सोचिन्छस् है तैँले हो मैले मुख्य बाको ऋण खाएकै हो तिर्न थोरै ढिला भयो होला तर तिर्नुपर्छ भन्ने मलाई पनि थाहा छ गरिब भन्दैमा हामी माथि यति ठुलो अत्याचार साला भिखारी तेरो यत्रो हिम्मत कहाँबाट आयो तँलाई यत्रो हिम्मत ओइ केटा के हेरिरहेछस् जा भित्र गएर जे सामान छ भाँडा कुँडा जे छ निकालेर ले ओइ साला भित्र छिरेर देखा त यहाँबाट एक एक गरेर मुला काटे जस्तो काटिदिन्छु माने काका कुकुरले टोक्यो भन्दैमा कुकुरलाई नै टोक्न त जानु भएन नि नत्र त तपाईँ र यिनीहरूमा के नै फरक रहेर साला तैँले हामीलाई कुकुर सम्झिरहेछस् पहिले आफ्नो घरमा गएर हेर यो सब कारण तेरो बाउ हो थाहा छ मलाई मेरो बुवा हजुरमाथि पुर्ख्यौली शासनको गुण छ उहाँलाई त लाग्छ मभन्दा ठुलो कोही छैन म एउटा छोरा भएर पनि मैले आफ्नो बुवा हजुरलाई सम्झाउन सकेको छैन तर म हार खान्न मेरो शरीरमा एक मुठी सास र एक थोपा रगत रहन्जेलसम्म म यो शासन र यो समाजको विरुद्धमा अवश्य लड्नेछु तैँले मलाई सिकाउने भइस् हेरौँला कसरी परिवर्तन ल्याउँदो रहेछस् हामी पनि धेरै टाढाको त होइन क्या अरे लै त तैँले अहिले यो जे जति रणाको मचाइरहेछस् नि त्यही जाबो पैसाको लागि होइन संसारमा पैसा भन्दा ठुलो मानवता भन्ने चिज पनि हुन्छ भन्ने तँलाई थाहा छैन ला तँलाई जसले यो जिम्मेवारी दिएको थियो नि अब यतिले त पुरा हुन्छ होला आइन्दा यस घरको वरिपरि पनि देखिने कोसिस नगरेस् टिप करो
अद्दाल पो बोलाइछ काटे आज त अझै आउँछ यता पनि बोले त थुतुली पनि त काट्ने हो नि बोस बोस आज त ल्याम्मै पारेर 5,960 आउँछ जस्तो छ नि बोत खोले आज मुठियाले दिन्छन् हामीलाई पनि पैसा त पार्टी भने दिन्छु केटा हो तिमीहरूलाई हुन्छ आज देवरले खानुपर्छ पैसा उति दे ठिक छ बस्नुहोस् माने काका आउनु ए सानो बाबु पो आउनुभएको रहेछ होइन यो तपाईँले के गर्नुभएको सानो बाबु मुख्य भएको ऋणले के कारण आज यो दिन देख्न पर्यो अब फेरि हामीले यो ऋण कसरी चुक्ता गर्ने तपाईँ चिन्ता नलिनुहोस् माने काका जे हुनु थियो भइगयो अब यसमा कुनै गुनासो गरेर केही फाइदा छैन बुवा हजुरको तर्फबाट म क्षमा माग्छु तपाईँहरूले यो पैसा फिर्ता गर्नु पर्दैन मैले त तपाईँहरूको दुःखमा साथ मात्रै दिएको सहयोग त गर्नुभयो सानो बाबु हजुरको बुवाले थाहा पाउनु भयो भने फेरि अर्को समस्या पो पर्ने हो कि तपाईँहरूले मलाई आफ्नै छोरा सम्झेर यो राख्दा हुन्छ फेरि पनि कुनै केही अप्ठ्यारो परेमा मलाई सम्झिनु होला नि हस् त माने काका बाटुली काकी अब म पनि लाग्छु हस् सानो बाबु तपाईँले आज हामीमाथि यत्रो ठुलो गुण लाउनुभयो तपाईँको गुण कहिले भुल्नेवाला छैन हस् त बाबु फेरि पनि आफ्नै घर सम्झेर आइरहनु होला है भइहाल्छ नि बाटुली काकी आहा कस्तो राम्रो सोच कति राम्रो मान्छे एउटै वंशको रगतमा पनि यति धेरै भिन्नता सानो बाबुको जस्तै सोच भइदिएको भए यो गाउँ यो समाज कति सुन्दर हुन्थ्यो होला है बुढी हुन त हो नि बुढो हामीले सोचे जस्तो सबै कहाँ हुन्छन् र छोड्दिनु बुढो यी सबै कुरा छोरी पानी लिन गएकी चाहिँ अहिले पानी लिएर आउँछु अनि खाना बनाउँदा बरु सब्जी केलाउँदै गरौँ न मलाई नि सघाउनु जाम भित्र बिचरा साने पनि भोकाइसक्यो होला आजै मिति पुगिसकेको छ म एक दिन पर्खिन सक्दिनँ साने र भात खाटालाई पनि भोक लाग्यो होला होइन यो राज पनि कहाँ गएछ खाना खाने बेला भइसक्यो खोइ आउँदैन त यी पाउलाई भने गराउँदै ठिक छ आफूलाई भोक लागेर मर्ने बेला भइसक्यो ए राजको बाबा खाना खान आउनु है आए पस्किँदै गर्न हस् खा मजाले खा तँलाई घाँस काट्न पठाएको रुखबाट लडेर फला परिहाली खाइर विषयले तिन पाउने हुन्छु खोइ खाना पस्केको रहेन रह त कराउँदै बाहिर निस्किन्छ रिसाले तिन पाउन हुन्छु म
प्यार प्यार गर्नुपर्छ खोइ दाल चाहिँ ए ल्याइहाल्छु नि अब खाऊ तिमी पनि खान्छु नि मलाई पनि भोक लागेको छ कोही अलिक पर सर्नु म पनि बस्छु यहाँ चन्द्र हजुर खाना त मिठो मलाई आयो त खाना त जहिले मिठो बनाउँथे नि कहिलेकाहीँ घरको कामले नमिठो भइहाल्छ नि यो अचारमा पनि आज त नुन मिलाएर हालेको रहेछ पानी भर्न हिँडेको थिएँ नि दिदी काँक्री पनि वा बारीको पाटामा फालेर आएकी छस् आमाले कुचेको रहेछ भने मार्छिन् तँलाई अनि त अनि सहरबाट नभनिकन आइस् त पढाइसक्यो अनि के वा बसिराख्नु भनेर आएको नि नानी अनि जाम मम्मी बाबा बाहिर आउनु त को आएको छ छोरी किन बोलाउँछे ओहो छोरी पो आइछ त खबरै नगरी आइस् त छोरी त्यही त बुवा उता सहरतिर पनि पढाइसकेपछि के बसिराख्नु भनेर अब त गाउँतिरै केही गर्दै यता तपाईँहरूलाई सघाउँदै गाउँमै कि सानोतिनो जागिर गरेर त्यो बस्नु भनेर आयो नि बुवा ए आइछस् राम्रै भयो थाकेर आकी होलिस् त भित्र गएर बस पानी लिन गएकी थिइस् होइन गाग्री त रित्तै छ त ला दिदीलाई मैले बाटोमा हेरेँ कि पानी ल्याउनै बिर्सेँ ल बाबा अब म गएकोलाई पानी लिएर आउँछ ल जाऊ जाऊ हजुर ए भूमिका पो रहेछ निरु खोइ निरु त बाथरुम गएको छ बुवा त्यो मेरो हुकालेर हो हस् हजुरको हुक्का कत्रो बेर आएको यहाँ खानु नपाएर वौडा भइसक्यो के ए रेडी गरेर यहाँ खेर पो त ढिलो भयो त हेलो यहाँ म केटाहरूसँग छु
के ए ल ल ल आइहाले ल आइहाले त ल ल ल आइहाले राख ल केटा मेरो चाहिँ अब त्यस्तै काम पऱ्यो बुझ मेरो भाग चाहिँ त्यहाँ राख नि फेरि ल ल म गएको अहिले साला यसको चाहिँ सधैँभरि यही काम पर्छ बद ए लालु भात दिनु हुँदैन है चुप हिँड के हो हान्ने गोरु जस्तो सुरिएर आएको छस् त मुखिया बा मैले तपाईँको ऋण उठाइ छाडेँ नि जे गर्छ जङ्गेले गर्छ जङ्गे हो जङ्गे लिनुहोस् तपाईँको पैसा त्यसमा पुरै छ नि गणेर हेर्नुहोस् अब त मैले 5,960 पाउँछु होला नि खुर्क ल्याउनुहोस् पाउँछस् के आतिन्छस् है 5,960 होइन ल 6,000 मुखिया बा एउटा कुरा त भन्नै बिर्सेछु के कुरा हो भन तपाईँको विरुद्धमा एउटा मान्छे लागिरहेछ को हो त्यो को हुनु नि तपाईँकै छोरो राज मेरो बाटोमा खाली तगारो बनिरहेछ ए कुरा त्यसो हो तपाईँको छोरो राज तर त्यसलाई बेलैमा सम्झाउनु पर्छ मुखिया बा तैँले चिन्ता नलिऊ त्यसको उपचार म गर्छु त्यसले हाम्रो के भाड्ने हो अझै भाड्ने छ यसरी नै हाम्रो बाटोमा तगारो बन्दै जाने हो भने खासै राम्रो होला जस्तो छैन मुखिया बा हामी तपाईँ हानिदिन्छौँ नि फेरि त्यसको निगरानी राख्नु तँ कहाँ के गर्छ सब मलाई आराम हवस् मुखिया बा तँलाई चन्द्रो छोरालाई पुलपुलिएर राखेर छोरा साँडे भएको थाहा छैन यसलाई त्यसका घर मात्रै आऊ न रिसले 3 बनाउने हुन्छु त्यसै भन्नुभन्दा बरु साला भित्र छिरेर देखा त यहाँबाट एक गरेर मुला काटे जस्तो काटिदिन्छु अहिले पैसा दिएको भनेर भन्छ नि पैसा दिने होइन यो अहिले तपाईँले नै क्यामेरा एक्सन तैँले अहिले यो जे जति रणाको मचाइरहेछस् नि त्यही जाबो पैसाको लागि होइन संसारमा पैसा भन्दा ठुलो मानवता भन्ने चिज पनि हुन्छ भन्ने तँलाई थाहा छैन ला यो त लाउँदिनँ म उ त्यहाँ राम्रो ल्याएको छ यार सिरम पनि ओइ त सिरम देऊ त सिरम हेर्नुहोस् यहाँ के भइरहेछ
ल कसैले गाँजा खाइरहेछ कसैले हुक्का तपाईँ ध्यानतिर लाग्नुहोस् तर म ध्यान दिइरहेको छु मलाई किन मेरो ध्यान भङ्ग गर्न चाहनुहुन्छ तपाईँको बुढी मोटी होस् कि पातली होस् तँसँग मलाई मतलब भएन हेर भाइ तिमी जस्तो काजु कम भएर म ठक्कर खाइदिने होइन तिमीलाई जस्तो काजु कम भएर जहाँ हिँड लड्दै हिँड्ने होइन म अनि तपाईँले भन्नुभएछ पत्कर सुके गाँजा बन्ला अरे हो मेरो भाइ तोतले क्यामेरा होइन बोको बन्ला अनि स्वास्नीको पै बन्न नसक्ने मान्छेले कहाँको हे कृष्ण शिरमा मुकुट लाल टलाल गोकुल हे कृष्ण शिरमा मुकुट लाल टलाल गोकुल झलाला 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 हाय This is our shooting spot. ल आज चाहिँ मैले ल जङ्गेडन दामी हान्नु गरेर तिमी जाऊ न ल के गरे स्टार्ट हैन जानुहोस् दाजु मैले पूजा गर्छु कतिखेर बाफ्रे म गरेर मुक्छ